हेलो, म शिखर बुढाथोकी अनि म दार्चुलादेखि आएको। अनि मैले चाहिँ प्लेसमेन्टदेखि जापानको लागि एप्लाई गरेको थिएँ अनि मेरो भिजा सक्सेस भएको छ। मैले प्लेसमेन्टको बारेमा मेरो साथीको थ्रुबाट थाहा पाएको अनि पढ्न आएको। मैले यहाँ सुरुमा आस्ना म्यामलाई भेटेको थिएँ। उहाँले मलाई जापानको बारेमा सबै डिटेल चाहिँ भन्नुभएको थियो, राम्ररी गाइड गर्नुभयो अनि त्यही भएर यहाँदेखि अप्लाई गरेको। यहाँ प्लेसमेन्टको क्लासेस अनि सेन्सीहरू एकदमै राम्रो हुनुहुन्छ, राम्रोसँग गाइड गर्नुहुन्छ। उहाँले हरेक सानो सानो डिटेल पनि पोइन्ट आउट गरेर सबै सिकाइदिनुहुन्छ। मलाई यहाँदेखि डकुमेन्टेसन गर्न एकदमै सजिलो भयो। सर म्यामले एकदमै राम्रोसँग गाइड गर्नुभयो। मेरो प्लेसमेन्टको जर्नी सुरुको दिन आएर काउन्सिलिङ गरेँ, त्यसपछि क्लासेस कस्तो रहेछ भने एक दुई दिन ट्राई गरेँ अनि त्यसपछि राम्रो लाग्यो अनि पढ्न थालेँ। त्यसपछि इन्टरभ्यू भयो, पास भयो इन्टरभ्यूमा नि, डकुमेन्टेसन सबै गरियो अनि लास्टमा भिजा आयो। ओभरअल जर्नी चाहिँ एकदमै राम्रो अनि रमाइलो भयो। नयाँ स्टुडेन्ट जो जापानमा आउनु चाहनुहुन्छ भने प्लेसमेन्ट आउनुहोस्, एकदमै राम्रो छ। यहाँ सबै सेन्सेहरू, काउन्सिलरदेखि रिसेप्सनदेखि सब राम्रो हुनुहुन्छ अनि तपाईँलाई इजिली गाइड गरेर तपाईँलाई जापानको लागि रेडी पार्नुहुन्छ।